हामी नेपालमा धेरै सोध्ने गर्छौँ के तपाईँ सन्चै हुनुहुन्छ वा तपाईँको स्वास्थ्य कस्तो छ भनेर। यो सन्चै र यो स्वास्थ्य भन्ने शब्दले प्रायःजसो हाम्रो शारीरिक स्वास्थ्यलाई बुझाइरहेको हुन्छ। हामी एकदमै कम मात्रामा सोधिरहेका हुन्छौँ तपाईँ कस्तो महसुस गर्दै हुनुहुन्छ, तपाईँको हृदय कस्तो छ, तपाईँको मानसिक स्वास्थ्य कस्तो छ भनेर। यति मात्र होइन, हामी हुर्किने क्रममा हामीले धेरै सुन्दै आएको कुरा हो कि धेरै रुनु हुँदैन, धेरै रुनु भनेको एउटा कमजोरीको लक्षण हो, अथवा धेरै सोच्न पनि हुँदैन रे, धेरै सोच्दाखेरि पागल भइन्छ। यी यस्तै गलत अवधारणा, गलत बुझाइ र गलत विश्वासको कारणले आज कतिजना मान्छेहरू मानसिक रूपमा सङ्घर्ष गरिरहेका छन्, तर त्यो कुरा सहन उनीहरू एक्लै बाध्य भएका छन्। समाजको अगाडि एकदमै बलियो देखिने चक्करमा उनीहरू भित्रभित्रै गलिरहेका छन्। हामी विश्व तथ्याङ्कलाई हेर्छौँ भने 4 जना व्यक्तिमध्ये कम्तीमा 1 जनालाई चाहिँ मानसिक समस्या हुने ठहर गरिएको छ। हाम्रो नेपालकै डेटालाई हेर्छौँ भने 15 देखि 29 वर्षको उमेर समूहमा आत्महत्या मृत्युको तेस्रो ठुलो कारण बनेको छ। The tragic death of a Nepali student who committed suicide at the Kalinga Institute of Industrial Technology. आखिरमा मानसिक स्वास्थ्य भनेको के हो त? के यो कमजोर व्यक्तिलाई मात्रै चाहिने कुरा हो? आज हामी द माइन्डको यो पहिलो एपिसोडमा यिनै विषयमा कुराकानी गर्नेछौँ। मानसिक स्वास्थ्य के हो र नेपालमा यसको गलत बुझाइ, विश्वास र प्रयासहरू के छन् भन्ने विषयमा कुराकानी गर्नलाई हाम्रो साथमा आजको हाम्रो पहिलो एपिसोडमा उपस्थित हुनुहुन्छ डाक्टर सुभद्रा देवकोटा। अनि उहाँ नेपाल सशस्त्र प्रहरी बल अस्पतालकी साइकियाट्रिस्ट यानि कि मनोचिकित्सक पनि हुनुहुन्छ र यसै अस्पतालको मनोचिकित्सा तथा मानसिक स्वास्थ्य विभागकी प्रमुख पनि हुनुहुन्छ। सरल रूपमा बुझ्नु पर्दाखेरि चाहिँ मानसिक स्वास्थ्य भनेको चाहिँ एउटा एक किसिमको बौद्धिक क्षमता, जुन मानिसको सोच्ने विचार गर्ने क्षमता हुन्छ त्यो, त्यसपछि भावनात्मक क्षमता, आफ्नो भावनालाई बुझ्ने र त्यसलाई चाहिँ व्यक्त गर्ने जुन क्षमता छ, र अर्को भनेको चाहिँ हाम्रो व्यावहारिक क्षमता, आफ्नो व्यवहारलाई चाहिँ सही ढङ्गबाट त्यसलाई चाहिँ अगाडि बढाउन सक्ने जुन क्षमता छ, त्यो सबै क्षमताहरूमा चाहिँ हुने एक किसिमको सन्तुलन र राम्रो अवस्था हुने स्थितिलाई नै मानसिक स्वास्थ्य भनिन्छ। अझै पनि यहाँ चाहिँ पुराना सोचहरू, जुन मानसिक रोग भनेको चाहिँ अब विभिन्न देवी देवताको प्रकोपदेखि लिएर पूर्वजन्मको पापहरूदेखि लिएर कसैको श्रापदेखि लिएर धेरै कुराहरू छन्। त्यसले गर्दाखेरि मानसिक रोग हुने हो। धेरै जसो चाहिँ यसलाई मानसिक रोगको रूपमा नलिएको कुरा भनेको चाहिँ लागु औषधको समस्या, सब्सटेन्स युज डिसअर्डर भन्छन्। त्यसलाई चाहिँ हामीले एकदमै यो नैतिक यो दृष्टिबाट हेर्ने गरेर यो चाहिँ एउटा नैतिक समस्या जस्तो गरेर लिन्छौँ, तर यो पनि एउटा मानसिक समस्या हो जसको चाहिँ उपचार सम्भव छ। प्रविधिसँग सम्बन्धित चाहिँ विभिन्न किसिमका समस्याहरू, जसलाई चाहिँ अब यो अहिले गेमिङ डिसअर्डर भनेर पनि छ होइन, धेरै गेमिङहरू गर्ने त्यो भयो। अर्को भने इन्टरनेट एडिक्सन भन्ने जस्ता कुराहरू छन्, तिनीहरू पनि अहिले चाहिँ स्पेसली अहिलेको जेनेरेसन, जुन अहिलेका बालबालिका तथा किशोर किशोरीमा चाहिँ देखिरहेको छ। औषधि खाइसकेपछि जीवनभरै औषधि खाइरहनु पर्छ भन्ने जुन यो जनधारणा छ, त्यो चाहिँ पूर्ण रूपमा सत्य चाहिँ होइन। मानसिक रोग भनेकै एकदमै जटिल किसिमका रोगहरू, जसलाई चाहिँ अब नेपाली जनसमाजमा पागलपन, बहुलापन जस्ता शब्दहरूले पनि प्रयोग गरिन्छ। त्यस्तो समस्याहरू मात्रै मानसिक समस्या हो, या चाहिँ त्यस्तो समस्या भयो भने मात्रै मनोचिकित्सककोमा जाने हो भन्ने जुन जनधारणा छ, त्यो चाहिँ गलत धारणा हो। हाम्रो नेपाल भनेको एक त प्राकृतिक रूपमा पनि अलिकति जोखिमपूर्ण ठाउँमै छ, अब भूकम्पको लागि पनि जोखिम हुने ठाउँ भयो। त्यसमाथि अब तपाईँले भन्नुभएको जस्तै धेरै यो राजनैतिक अस्थिरताहरू, यो धेरै यो हिंसाका घटनाहरूदेखि लिएर विभिन्न कुराहरू हुँदै आएका छन्। त्यसले गर्दाखेरि चाहिँ यो मानसिक स्वास्थ्य समस्या उब्जिनमा चाहिँ रिस्क फ्याक्टर बढ्ने हुन्छ। अर्को भनेको चाहिँ अब यो हाम्रो जुन सामाजिक स्थिति जुन छ, त्यसको पनि मानसिक स्वास्थ्यमा चाहिँ ठुलो रोल हुन्छ भनेर अध्ययनहरूले देखाएका छन्। तपाईँलाई मैले मेरै प्र्याक्टिसको कुरा गरौँ भने पनि यो जेनजी प्रोटेस्ट पछि चाहिँ धेरैजना मेरो अलरेडी अब औषधि खाइरहनु भएकै व्यक्तिहरूमा पनि समस्या बल्झेर आउनुभयो कि, किनभने त्यो तनावले गर्दाखेरि बल्झाइदिने हुन्छ कि। वेलकम टु द माइन्ड पडकास्ट डाक्टर सुभद्रा। नमस्ते, थ्याङ्क यू सो मच। आज मलाई धेरै खुसी लागिरहेको छ हामीले यति धेरै जल्दो बल्दो समस्याको बारेमा, जुन चाहिँ अहिले यो समाजको नजरमा त्यति साह्रो पर्न नसकेको समस्याको बारेमा बोल्न गइरहेका छन्, र यो धेरै राम्रो तपाईँले एउटा कार्यक्रम सुरुवात गर्नुभएको छ। सो यसबाट नै हाम्रो देश र देशवासीहरूको मानसिक स्वास्थ्यमा हामीले केही सकारात्मक प्रभावहरू पार्न सकौँ भन्ने मेरो ठुलो अपेक्षा रहेको छ। थ्याङ्क यू सो मच। एकदमै इट्स सच एन अनर एन्ड प्रिभिलेज टु हेभ यु हियर। धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ।
Yes, I'm really glad to be in this platform, and let's do something that will help the mental health of our own people, our country people, and then हामीले एउटा स्टेप हो, हामीले चाहिँ आफ्नो देशलाई सबल बनाउने पनि एउटा स्टेप हो, किन भन्दाखेरि जब मन सबल हुन्छ तब मात्रै एउटा व्यक्ति पूर्ण रूपमा सबल हुन सक्छ। हाम्रो नेपाली एकदमै आम नागरिकले बुझ्ने भाषामा, किनभने अहिले मेन्टल हेल्थ भनेर धेरै इस्युजहरू पनि राइज भइरहेको छ, तर एकजना एकदमै साधारण पढेलेख गरेको व्यक्तिले मानसिक स्वास्थ्यलाई बुझ्नु पर्यो भने एकदमै सरल भाषामा यहाँले बुझाइदिनुहोस् न। मानसिक स्वास्थ्यका विभिन्न किसिमका परिभाषाहरू छन्। सरल रूपमा बुझ्नु पर्दाखेरि चाहिँ मानसिक स्वास्थ्य भनेको चाहिँ एउटा एक किसिमको बौद्धिक क्षमता, जुन मानिसको सोच्ने विचार गर्ने क्षमता हुन्छ त्यो। त्यसपछि भावनात्मक क्षमता, आफ्नो भावनालाई बुझ्ने र त्यसलाई चाहिँ व्यक्त गर्ने जुन क्षमता छ। र अर्को भनेको चाहिँ हाम्रो व्यावहारिक क्षमता, आफ्नो व्यवहारलाई चाहिँ सही ढङ्गबाट त्यसलाई चाहिँ अगाडि बढाउन सक्ने जुन क्षमता छ, त्यो सबै क्षमताहरूमा चाहिँ हुने एक किसिमको सन्तुलन र राम्रो अवस्था हुने स्थितिलाई नै मानसिक स्वास्थ्य भनिन्छ। भनेपछि एउटा मानसिक रूपमा स्वस्थ व्यक्तिले आफ्नो बौद्धिक क्षमता, आफ्नो भावनात्मक क्षमता र व्यावहारिक क्षमतालाई चाहिँ सहज र सबल रूपमा चाहिँ अगाडि बढाउन सक्दछ। सो यो भनेको चाहिँ जस्तै अब मानसिक रोग भएको व्यक्तिलाई मात्रै मानसिक स्वास्थ्य चाहिन्छ भन्ने चाहिँ होइन, त्यसो भए होइन। अब म तपाईँलाई WHO ले, जुन हाम्रो विश्व स्वास्थ्य सङ्गठन छ, उसले पनि दिएको एउटा परिभाषामा चाहिँ के भनेको छ भन्दाखेरि मानसिक स्वास्थ्य भनेको चाहिँ रोग नहुनु मात्रै होइन, यो भनेको एउटा यस्तो स्थिति हो जहाँ चाहिँ मानिसले आफ्नो क्यापासिटी, आफ्नो क्यापाबिलिटीहरूलाई चाहिँ पहिचान गर्न सक्नु, त्यसपछि चाहिँ आफ्नो यो क्षमतालाई बुझ्न सक्नु, त्यसले गर्दाखेरि चाहिँ आफ्नो परिवार तथा समाजमा चाहिँ ठोस योगदान योगदान पुर्याउन सक्नु। र अर्को भनेको चाहिँ आफ्नो दिन प्रतिदिन जुन हुने तनाव या चाहिँ दिन प्रतिदिन आउने विभिन्न स्ट्रेसहरू जुन हुन्छ त्यसलाई चाहिँ राम्रो रूपमा चाहिँ त्यसलाई चाहिँ व्यवस्थापन गर्न सक्नु पनि भन्छ। सो यो सबै कुराहरू मिल्यो भने बल्ल त्यसलाई चाहिँ मानसिक रूपमा स्वस्थ भएको भन्न सकिन्छ। मानसिक स्वास्थ्य भनेको सबैलाई नै चाहिने कुरा हो। जस्तै शारीरिक स्वास्थ्य सबैलाई चाहिन्छ, त्यस्तै गरेर मानसिक स्वास्थ्य पनि सबैलाई नै चाहिने कुरा हो। मानसिक स्वास्थ्य भनेको मानसिक रूपमा पीडित या मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेको व्यक्तिलाई मात्र चाहिने कुरा होइन, यो सबैलाई नै चाहिने कुरा हो। त्यसैले गर्दाखेरि चाहिँ हामी सबैजनाले चाहिँ मानसिक स्वास्थ्यको बारेमा सोच विचार गर्नुपर्छ। हाम्रो मानसिक स्वास्थ्य कस्तो छ भनेर त्यसलाई चाहिँ याद गरिरहनुपर्छ र त्यसलाई सबल बनाउन विभिन्न किसिमका विधिहरू हुन्छ, त्यसलाई हामीले जहिले पनि अपनाउनुपर्छ। किन भन्दाखेरि तपाईँले नै भन्नुभएको अनुसार होइन, अघि धेरै कुराहरू हामीले भन्यौँ, डेटाहरूको कुराहरू भयो, त्यसमा चाहिँ अब तथ्याङ्कहरूले पनि देखाइरहेको छ कि मानसिक समस्याहरू बढिरहेका छन्। र अहिले हामीले आफ्नो मानसिक स्वास्थ्यलाई हेरचाह गरेनौँ भने पछि चाहिँ यो एउटा स्वास्थ्य समस्याको रूपमा पनि परिणत हुन सक्ने भएको हुनाले गर्दाखेरि हामीले चाहिँ आफ्नो मानसिक स्वास्थ्यलाई पनि धेरै विचार पुर्याउनु चाहिँ जरुरी छ। सो अहिले हामी 2026मा छौँ, हाम्रो नेपाली वर्षअनुसार 2082 सालमा छौँ। सो यहाँको यति लामो वर्षको प्र्याक्टिस अनि एक्सपिरियन्स अनुसार चाहिँ मानिसहरू अहिले आएर चाहिँ कतिको यो मेन्टल हेल्थ सम्बन्धी, मानसिक स्वास्थ्य सम्बन्धी चाहिँ अवेर भएका छन् त, सचेत भएका छन् त? यो सचेतनाको कुरा गर्नु पर्दाखेरि चाहिँ नेपालमा अझै पनि चाहिँ मानसिक स्वास्थ्यको सचेतनामा अझै पनि अरू देशहरूको तुलनामा केही कमी नै छ। अझै पनि यहाँ चाहिँ पुराना सोचहरू, जुन मानसिक रोग भनेको चाहिँ अब विभिन्न देवी देवताको प्रकोपदेखि लिएर पूर्वजन्मको पापहरूदेखि लिएर कसैको श्रापदेखि लिएर धेरै कुराहरू छन्। त्यसले गर्दाखेरि मानसिक रोग हुने हो र कतिजनाले त यसलाई यो रोगै पनि होइन, यो मान्छेले धेरै सोचेर हुने हो, मान्छे कमजोर भएर हुने हो भन्ने जस्ता सोचहरू छन्। तर पनि हामीले यो मानसिक स्वास्थ्यको क्षेत्रमा विभिन्न किसिमका कार्यहरू भइरहेका छन्। त्यो कार्यहरूले गर्दाखेरि सचेतना चाहिँ बढेको छ, नबढेको होइन। तर अझै पनि हामीले यसमा कार्य गर्नुपर्ने चाहिँ धेरै नै ठाउँहरू बाँकी नै छन्। अब यो सचेतनाको कुरा गर्दाखेरि चाहिँ अहिले जुन आइरहनु भएको छ, अहिलेको किशोर किशोरीहरू तथा युवा पुस्ताहरू जुन हुनुहुन्छ, उहाँहरू चाहिँ अलिक बढी नै सचेत हुनुहुन्छ। पहिलाको पुस्ताको तुलना गर्दाखेरि चाहिँ बढी नै सचेत हुनुहुन्छ। किन भन्दाखेरि उहाँहरू सहज रूपमा त्यो आफूलाई गाह्रो भयो भने त्यसलाई व्यक्त गर्नुहुन्छ। त्यसपछि चाहिँ आफूलाई गाह्रो भयो भने जुन हेल्प सिक गर्ने भन्ने हुन्छ, जुन उपचारको लागि आउने हुन्छ, उहाँहरू चाहिँ सहज रूपमा आउनुहुन्छ। त्यति सहज चाहिँ योभन्दा अघिल्लो पुस्तामा चाहिँ त्यति सहज रूपमा चाहिँ आउनु हुँदैन। र अझै पनि आउने व्यक्तिहरूलाई चाहिँ हामीले अझै पनि धेरै सचेत गराउनु पर्ने हुन्छ र विभिन्न किसिमका मनोशिक्षा दिनुपर्ने हुन्छ हामीले उहाँहरूलाई कि यो कस्तो किसिमको समस्या हो र उहाँहरू चाहिँ हामीसँग आउन डराउनु पर्दैन
भनेर हामीले धेरै चाहिँ मनोशिक्षा उहाँहरूलाई दिनु परेको छ। तर अहिलेको नयाँ पुस्तामा चाहिँ त्यो पहिलाभन्दा चाहिँ सचेतना बढेकै हो। हजुरले अघि भन्नुभयो नि यो मानसिक समस्या भयो भने भूत लागेको अथवा देवता चढेको अथवा कर्मको फल भने धेरै मैले पनि त्यो आर्टिकल्सहरू पढिरहेको थिएँ। अनि उपचारकै लागि पनि फेरि धामी झाँक्री कहाँ लगिने हाम्रो त्यस्तो चलन छ। सो एज अ साइकाट्रिस्ट चाहिँ यस्तो चलन यस्तो अभ्यासले चाहिँ त्यो बिरामीलाई कस्तो असर पार्छ? अब यो धामी झाँक्रीहरूकै कुरा गर्दाखेरि चाहिँ अब हामीले यसलाई कस्तो दुई पाटोमा हेर्छौँ हामीले चाहिँ। एउटा भनेको अब हामीले सचेतना जनचेतना फैलाउनै पर्ने हुन्छ कि मानसिक रोग कस्तो किसिमको समस्या हो, यो कसरी लाग्छ र यसको चाहिँ उपचार कसरी गरिन्छ भनेर यसलाई चाहिँ हामीले सचेतना गराउनुपर्छ। अब हाम्रो जुन जनआस्था छ, हाम्रो पहिलादेखिकै पिँढी दर पिँढी आइरहेका विश्वासहरू जुन छन् त्यो विश्वास चाहिँ त्यति सजिलै चाहिँ जाँदैन। किन भन्दाखेरि हामीले आफैलाई हेऱ्यौँ भने पनि कतिवटा कुराहरूमा हामीले आफै पनि विश्वास अलि पुरै त्यसलाई चाहिँ नकार्न हामी सकिरहेका छैनौँ, हामी जति नै पढे लेखेका भए पनि। त्यसले गर्दाखेरि त्यो जुन धामी झाँक्रीकोमा लैजाने जुन प्रवृत्ति छ त्यो चाहिँ हाम्रो फर्स्ट पोइन्ट अफ कन्ट्याक्ट पनि भनिन्छ। धेरै जसो नेपालीहरूको चाहिँ फर्स्ट पोइन्ट अफ कन्ट्याक्ट भनेकै कुनै पनि रोग लाग्यो भने उहाँले धामी झाँक्रीकोमा लैजानुहुन्छ। यही कुरालाई हामीले मध्यनजर राखेर चाहिँ हाम्रो अब यो नेपालमा हुनुभएका मनोचिकित्सकहरू सबैजनाले चाहिँ के गर्नुहुन्छ भन्दाखेरि हामीले चाहिँ यो धामी झाँक्रीहरूलाई पनि मनोशिक्षा दिने र सचेत गराउने कि मानसिक रोगहरू कस्तो किसिमका हुन्छन्, कस्तो किसिमका लक्षणहरू तपाईँहरू बाटामा लिएर आउनुभयो भने तपाईँहरूले त्यो बिरामीलाई चाहिँ मनोचिकित्सक बाटामा पठाउने भनेर चाहिँ उहाँहरूलाई पनि हामीले चाहिँ सचेत गराएका हुन्छौँ। किनभने यो नगरिकन चाहिँ हामीले मानसिक स्वास्थ्यको बारेमा मान्छेहरूलाई चाहिँ हामीले सचेत गराउन सक्ने स्थिति देखिएको छैन। उहाँहरू फर्स्ट पोइन्ट अफ कन्ट्याक्ट हो। उहाँहरू भनेको चाहिँ समाजमै बसेको र समाजलाई एकदम राम्ररी बुझेका व्यक्तिहरू पनि हुनुहुन्छ। त्यो हिसाबले गर्दाखेरि चाहिँ उहाँहरूलाई पनि हामीले इन्क्लुड गरेर हाम्रो यो मानसिक रोगको बारेमा, मानसिक स्वास्थ्य समस्याका बारेमा सचेतना फैलाउन चाहिँ हामीले उहाँहरूलाई पनि एउटा माध्यमको रूपमा चाहिँ प्रयोग गरिरहेका छौँ। कतिजनाले मसँग देखाउन आउँदाखेरि पनि यस्तो समस्यालाई चाहिँ अब मैले गरेर हुँदैन, तपाईँले मनोचिकित्सककोमै लिएर जानु भनेर धेरै धामी झाँक्रीहरूले पठाएर पनि आउनुभएको छ। यो एउटा पाटो भयो। अर्को पाटो भनेको चाहिँ जस्तै कुनै यस्ता पनि अवस्थाहरू छन् जसमा चाहिँ अलिकति शारीरिक तथा मानसिक यातना नै दिइएको बिरामीलाई त्यस्तो पाइएको छ। तिनीहरू चाहिँ गलत कुराहरू नै हुन् र यस्तो कुराहरू चाहिँ हामीले हुन दिनु हुँदैन भन्ने चाहिँ म भन्छु। तर हामीले धामी झाँक्रीकोमै लिएरै नजाऊ भनेर चाहिँ अहिले चाहिँ यो आस्थाको कुरा भएको हिसाबले हामीले त्यसरी चाहिँ भन्दैनौँ। तर यस्तो यस्तो समस्याहरू देखा पर्यो भने चाहिँ मनोचिकित्सककोमा लिएर जानुपर्छ भनेर चाहिँ हामीले भन्छौँ। र कुनै पनि कारणले गर्दाखेरि जुन मानसिक रोगद्वारा पीडित कुनै व्यक्ति छ भने उसलाई यातना हुने, शारीरिक तथा मानसिक यातना बढ्ने गरेर कहिले पनि तपाईँहरूले चाहिँ धामी झाँक्रीकोमा नलानु। तपाईँहरूलाई कुनै पूजा गर्नु छ, केही गर्नु छ भने तपाईँहरूले आफै गर्नुहोस्। तर त्यसबाट यदि कुनै पनि किसिमले चाहिँ यदि त्यो व्यक्ति पीडित हुन जान्छ भने त्यो व्यक्तिलाई चाहिँ त्यस्तो कुरामा इन्भल्भ नगराउनुहोस् भनेरै हामीले भनिरहेका हुन्छौँ। एटलिस्ट मैले मेरो प्र्याक्टिसमा त्यो गर्ने गरेको छु। सो तपाईँको एक्सपिरियन्समा चाहिँ नेपालमा मानसिक समस्या चाहिँ एकदमै जल्दो बल्दो एकदमै सबैभन्दा बढी देखिएको चाहिँ के छ? सो कमनली हामीले चाहिँ धेरै जसो आउनुहुने भनेको चाहिँ चिन्ता रोगका बिरामीहरू जसलाई चाहिँ कमनली एङ्जाइटी भनिन्छ होइन। त्यो एङ्जाइटीमा पनि अब भित्र विभिन्न किसिमका क्याटेगोरिजहरू हुन्छन्। त्यो अनुसारले चाहिँ एङ्जाइटीका बिरामीहरू धेरैजना आउनुहुन्छ। अर्को भनेको चाहिँ जुन डिप्रेसन भन्छ, निराशाको रोगहरू, त्यो भएर पनि आउनुहुन्छ। अरू भनेको चाहिँ तनावसँग सम्बन्धित समस्याहरू जस्तै कुनै पनि तनावपूर्ण अवस्थाहरू आइसकेपछि त्यसपछि देखिने समस्याहरू जसलाई चाहिँ हामीले एडजस्टमेन्ट डिसअर्डरहरू भन्न सक्छौँ, एक्युट स्ट्रेस रियाक्सन्सहरू भन्न सक्छौँ, त्यस्तोहरू लिएर आउनुहुन्छ। अर्को भनेको चाहिँ यो अब हामीले धेरै जसो चाहिँ यसलाई मानसिक रोगको रूपमा नलिएको कुरा भनेको चाहिँ लागु औषधको समस्या, सब्सटेन्स युज डिसअर्डर भन्छौँ। त्यसलाई चाहिँ हामीले एकदमै यो नैतिक यो दृष्टिबाट हेर्ने गरेर यो चाहिँ एउटा नैतिक समस्या जस्तो गरेर लिन्छौँ। तर यो पनि एउटा मानसिक समस्या हो जसको चाहिँ उपचार सम्भव छ र यसलाई चाहिँ नैतिक दृष्टिले मात्र हेरेर हुँदैन। यो एक किसिमको समस्या हो र यसको लागि चाहिँ उपचार सम्भव छ। हामीले उहाँहरूलाई नैतिक रूपमा तपाईँले खानु हुँदैन मात्र भनेर हुँदैन, किनभने यो किसिमको समस्या नै हो जसको चाहिँ ट्रिटमेन्ट उपचार गर्नुपर्छ। सो यो पनि बिरामीहरू आइरहनु भएको हुन्छ। र अहिले आएर चाहिँ यो प्रविधिको जमानामा प्रविधिसँग सम्बन्धित चाहिँ विभिन्न किसिमका समस्याहरू जसलाई चाहिँ अब यो अहिले गेमिङ डिसअर्डर भनेर पनि छ होइन। धेरै गेमिङहरू गर्ने त्यो भयो। अर्को भने इन्टरनेट एडिक्सन भन्ने जस्ता कुराहरू छन्। तिनीहरू पनि अहिले चाहिँ स्पेसली अहिलेको जेनेरेसन जुन अहिलेका बालबालिका तथा किशोर किशोरीमा चाहिँ देखिरहेको छ। ओके, यो एन्जाइटी, डिप्रेसन, गेमिङ डिसअर्डर भन्नुभयो, अरू थुप्रै यो मानसिक समस्याहरू चाहिँ के यसको उपचार चाहिँ सम्भव छ कि अथवा एकचोटि भएपछि अब जीवनभरि नै त्यही अवस्थामा रहनुपर्ने हुन्छ कि के हुन्छ?
अब यो जुन मानसिक रोगको बारेमा जुन एउटा धारणा छ जसलाई चाहिँ अब अलिकति गलत धारणा पनि हो यो कि यो एकचोटि लागिसकेपछि अब जीवनभरि नै रहिरहन्छ र यो कहिले पनि अब यो उपचार गर्न सकिँदैन या चाहिँ औषधि खाइसकेपछि जीवनभरै औषधि खाइरहनु पर्छ भन्ने जुन यो जनधारणा छ त्यो चाहिँ पूर्ण रूपमा सत्य चाहिँ होइन। पूर्ण रूपमा सत्य होइन किन भन्छु भन्दाखेरि धेरै जसो केसेसहरूमा चाहिँ यो समस्याहरूको उपचार छन्। सबै कुराहरूको हामीले चाहिँ उपचार रहेको छ तर कुनै कुनै जटिल किसिमका समस्याहरू त्यसमा चाहिँ केही प्रतिशतमा चाहिँ अलि लामो समय जीवनभरि नै औषधि खानु पर्ने नि हुनसक्छ। तर पनि उपचार नगर्नु र गर्दाखेरिमा चाहिँ त्यसमा धेरै ठुलो चाहिँ त्यसमा डिफ्रेन्सेसहरू छन्। उपचार गर्दाखेरि उहाँहरूको जीवनको क्वालिटीहरूको कुराहरू हुन्छ तिनीहरू सबैमा चाहिँ ठुलो असर परेको हुन्छ। त्यही भएर चाहिँ हामीले चाहिँ उपचार चाहिँ गर्नुपर्छ। सबै रोगहरूको उपचार चाहिँ सम्भव छ। त्यसमा कति धेरै चाहिँ अब अलिकति हामीले जुन ब्याड प्रोग्नोसिस भन्छौँ त्यो राम्रोसँग चाहिँ पुरै ट्रिट नहुने किसिमका कन्डिसन्सहरू केही प्रतिशत छन्, थोरै प्रतिशत छन्। तर धेरै जसो जुन मैले भने जुन तपाईँले नै भन्नुभयो जुन WHO ले विश्व स्वास्थ्य सङ्गठनले दिएको आँकडाहरू अनुसार जुन सबभन्दा कमन एङ्जाइटी डिसअर्डर छ त्यसपछि डिप्रेसिभ डिसअर्डरहरू छन् तिनीहरू राम्ररी ट्रिट हुन्छन्। तिनीहरू चाहिँ उपचार सम्भव छ। धेरैजनाले केही समय औषधि खाइसकेपछि अब हाम्रो मानसिक स्वास्थ्यमा चाहिँ केही समय भनेको कम्तीमा पनि 6 देखि 9 महिना भन्छौँ हामीले, कतिजनामा 1 वर्ष हुन्छ। त्यसरी औषधि खाइसकेपछि धेरैजना चाहिँ पूर्ण रूपमा स्वस्थ भएर आफ्नो जीवन राम्रोसँग व्यतीत गरिरहनु भएको छ। त्यही भएर जुन छ कि मानसिक स्वास्थ्यलाई चाहिँ स्वास्थ्य समस्या आइसकेपछि जीवनभर रहिरहन्छ भन्ने पनि यो एक किसिमको एउटा गलत धारणा नै हो र यो यसमा चाहिँ पूर्ण रूपमा सत्यता चाहिँ छैन। मजाले ट्रिट हुन्छ। तपाईँहरूलाई समस्या परेको छ भने त्यही भएर जहिले पनि तपाईँहरू चाहिँ उपचारको लागि मनोचिकित्सकबाटमा जानुभयो भने उहाँहरूले तपाईँहरूको जुन अप्ठ्यारोहरू छ त्यसलाई चाहिँ समाधान गर्ने उपायहरू दिनुहुन्छ। तपाईँहरूले सहेर पीडित भएर बस्नुपर्ने चाहिँ हुँदैन। मैले हाम्रो वरिपरि देखेको धेरै चोटि चाहिँ जस्तै एन्जाइटी हुन्छ, डिप्रेसन हुन्छ नि, औषधि पनि लिनुहुन्छ तर आफूलाई अलिकति बेटर भएपछि साइकियाट्रिस्टको अथवा डक्टरको सल्लाह बिना नै उहाँहरूले औषधि खान छोडिदिनुहुन्छ। सो यस्तो प्र्याक्टिसेसले चाहिँ उहाँहरू फेरि अब त्यही मानसिक समस्या हुने अथवा त्यसमा केही समस्या हुन्छ कि हुँदैन पछि? हो एक्ज्याक्टली। सो यो कुरा चाहिँ एकदमै कमन छ। जस्तै अब धेरैजना आउनुहुन्छ, कतिजनालाई एकदमै गाह्रो हुन्छ अनि आउनुहुन्छ, हस्पिटल आउनुहुन्छ, देखाउनुहुन्छ, औषधि हामीले राख्छ। मैले अघि पनि भने 6 महिनादेखि 9 महिना कम्तीमा पनि हुन्छ, कतिजनालाई 1 वर्ष हुन्छ, हेरी हुन्छ। तर अब उहाँहरूले 1 महिना औषधि खानुहुन्छ, अलिक बेटर हुन्छ नि छोडिदिनुहुन्छ। अनि त्यसपछि फेरि उहाँहरूलाई गाह्रो हुन्छ किन भन्दाखेरि औषधिले काम गर्ने टोटल ड्युरेसन त पुगेकै छैन। जुन हामी अध्ययनहरूमा देखाएको छ जति समय औषधि खाइसकेपछि त्यसले काम गर्छ भनिएको छ त्यो अवधिसम्म औषधि नखाइकन त औषधिले पनि काम गरेन भन्न पनि मिल्दैन। र त्यसले गर्दाखेरि चाहिँ यो हाम्रो यो ट्रिटमेन्ट कम्प्लायन्स पनि भन्छ उहाँहरूले औषधि खाइदिनु भएन भने त्यो समस्या झनै पछि जटिल हुन सक्ने चान्सेसहरू चाहिँ हुन्छ। त्यो भएर पनि चाहिँ मान्छेहरूमा चाहिँ यही कारणले पनि एउटा गलत धारणा हुन्छ कि मैले औषधि खाएपछि त खाइ नै रहनु पर्ने रहेछ क्या हो भनेर। किनभने उहाँहरूले 6 महिना 9 महिना या 1 वर्ष खाएर छोडिदिनु भयो भने त्यो औषधिले आफ्नो टोटल काम गर्न पाउँछ र अध्ययनहरूले देखाएअनुसार कतिजना मान्छेहरू चाहिँ फेरि त्यो समस्याबाट ग्रसित हुनुपर्ने अवस्था आउँदैन। तर 1 महिनामै छोड्दाखेरि चाहिँ फेरि त्यो पूर्ण रूपमा त्यो समस्या समाधान नभएको हिसाबले त्यो समस्या फेरि उब्जिने मात्रै हो। अब यसैलाई चाहिँ धेरैजनाले औषधिको बानी परेको भनेर भन्नुहुन्छ तर त्यो चाहिँ होइन। जस्तै हाम्रो नेपालीको बानी हुन्छ नि एकदमै गाह्रो भएपछि मात्रै हस्पिटल जाने अथवा डक्टरलाई देखाउने। अनि यो मानसिक रोगको सन्दर्भमा कुरा गर्दाखेरि चाहिँ के एकदमै गम्भीर समस्या भएपछि मात्रै हामी साइकियाट्रिस्टलाई देखाउन जानुपर्छ कि अथवा सामान्य केही त्यस्तो लक्षण आयो भने पनि हामी देखाउन जानुपर्छ? अब यो साइकियाट्रिस्टहरू भनेको गम्भीर समस्याहरूको लागि मात्रै हो भन्ने चाहिँ होइन। हामी भनेको अब तपाईँको मनसँग सम्बन्धित मानसिक स्वास्थ्यसँग सम्बन्धित हरेक किसिमका समस्याहरूको बारेमा चाहिँ विशेषज्ञता हासिल गरेका व्यक्तिहरू हौँ। त्यसैले गर्दाखेरि तपाईँलाई कुनै पनि समस्या छ, कुनै पनि कुराले तपाईँलाई पीडा भइरहेको छ, जस्तै कुनै पनि हामीले त्यसलाई चाहिँ स्वास्थ्य समस्या भन्नको लागि तपाईँको त्यो स्वास्थ्य समस्या अलि लामै समयसम्म रहिरहेको छ, त्यसले गर्दाखेरि तपाईँको दैनिक गर्ने क्रियाकलापहरूमै असर परिरहेको छ, तपाईँको निन्द्रा तपाईँको भोकहरूमै असर परिरहेको छ र त्यसले तपाईँलाई एकदमै अप्ठ्यारो गरिरहेको छ भने त्यस्तो बेलामा चाहिँ त्यसलाई चाहिँ मानसिक स्वास्थ्य समस्या भनेर भनिन्छ। त्यसमा चाहिँ विभिन्न रोगहरूको लागि विभिन्न अवधिहरू छन्। अनि त्यो अनुसार चाहिँ अनि यो मानसिक स्वास्थ्य समस्या हो कि होइन भनेर चाहिँ भनिने हुन्छ। त्यही भएर तपाईँलाई गाह्रो भइरहेको छ, दिनानुदिनको कार्य गर्नै अप्ठ्यारो भइरहेको छ, तपाईँलाई चाहिँ तपाईँ पीडित हुनुहुन्छ, तपाईँलाई त्यो मानसिक समस्याले गर्दाखेरि एकदम अप्ठ्यारो भएको छ भने त्यस्तो बेलामा जुनसुकै बेलामा पनि तपाईँ मनोचिकित्सकबाटमा जान सक्नुहुन्छ। एकदमै गाह्रो भएपछि मात्र जाने भन्ने चाहिँ हुँदैन। त्यसैले गर्दाखेरि अब यो मनोचिकित्सक भनेको चाहिँ जटिल किसिमका रोगीहरूलाई मात्रै हेर्ने। अब हाम्रो नेपालमा चाहिँ कस्तो छ भन्दाखेरि सोच मानसिक रोग भनेकै एकदमै जटिल किसिमका
रोगहरू जसलाई चाहिँ अब नेपाली जनसमाजमा पागलपन बहुलापन जस्ता शब्दहरूले पनि प्रयोग गरिन्छ। त्यस्तो समस्याहरू मात्रै मानसिक समस्या हो या चाहिँ त्यस्तो समस्या भयो भने मात्रै मनोचिकित्सककोमा जाने हो भन्ने जुन जनधारणा छ त्यो चाहिँ गलत धारणा हो। त्यस्तो जटिल समस्या पर्यो भने मात्रै जाने होइन। त्यो जटिल समस्या पनि मनोचिकित्सकले उपचार गर्नुहुन्छ। तर अन्य समस्याहरू जुनै पनि मानसिक समस्याहरूले गर्दाखेरि तपाईँलाई अप्ठ्यारो परिरहेको छ भने त्यस्तो बेलामा तपाईँ जहिले पनि मनोचिकित्सककोमा जानुहोस् भनेर म भन्छु। अब कुरा के पनि आउँछ भन्दाखेरि मनोचिकित्सककोमा गयो भने औषधि मात्रै लेखिदिन्छ भन्ने कुराहरू पनि छन्। तर त्यो सत्य होइन। हामीले तपाईँको अवस्था हेरेर, तपाईँलाई कतिको तनाव छ त्यो हेरेर, तपाईँको चाहिँ दिनानुदिनका कार्यहरूमा कतिको अप्ठ्यारो परिरहेको छ त्यो हेरेर र तपाईँलाई कुन किसिमको समस्या छ त्यो हेरेर चाहिँ हामीले औषधि चाहिन्छ भने औषधि, नत्र भने मनोपरामर्शका विभिन्न उपायहरू, विभिन्न रिल्याक्सेसन एक्सर्साइजेसहरू तिनीहरू गरेर पनि तपाईँलाई सहज हुन्छ भने हामीले त्यो प्र्याक्टिसेसहरू पनि तपाईँलाई गराउँछौँ। र हाम्रो मेन के छ भन्दाखेरि हामीले चाहिँ बिरामीलाई नै पनि बिरामी या बिरामीको परिवारलाई पनि अप्सन्सहरू दिन्छौँ। यो उपायहरू अभाइलेबल छन्, यो उपायहरू छन्, तपाईँ चाहिँ कुन उपाय गर्न चाहनुहुन्छ? औषधि खायो भने यस्तो हुन्छ, मनोपरामर्श गर्नुभयो भने यस्तो हुन्छ, रिल्याक्सेसन एक्सर्साइज गर्नुभयो भने यस्तो हुन्छ भनेर सबै बुझाइदिन्छौँ। अनि त उहाँहरूले नै त्यसपछि चाहिँ आफूले प्राप्त गरेको त्यो मनोशिक्षा अनुसार जुन उपचार विधि उहाँहरूले अपनाउनुहुन्छ त्यो अनुसार हामीले उहाँहरूलाई मद्दत गर्ने हो। त्यसैले गाह्रो भयो भने जहिले पनि तपाईँ मनोचिकित्सककोमा या इभन मनोपरामर्शकर्ताकोमै पनि जानुभयो भने हुन्छ। तर जहिले पनि तपाईँ पीडित भएर नबस्नुहोस्, गाह्रो भएर नबस्नुहोस्। जहिले पनि गाह्रो हुँदाखेरि विभिन्न किसिमका हेल्पहरू अभाइलेबल छन्। त्यो हेल्पलाई चाहिँ जहिले पनि तपाईँले चाहिँ लिन पर्दछ र तपाईँ पीडित भएर बस्नु पर्दैन। हाम्रो यो आज द माइन्डको यो पहिलो एपिसोड हेर्नुहुने दर्शकलाई यदि कोही डिप्रेस्ड हुनुहुन्छ तर साइकियाट्रिस्ट यानि कि मनोचिकित्सक कहाँ जान चाहिँ एकदमै डराइरहनु भएको छ भने एज अ साइकियाट्रिस्ट नै यहाँले के सल्लाह दिनुहुन्छ? यदि तपाईँ डिप्रेस्ड हुनुहुन्छ, तपाईँलाई गाह्रो भइरहेको छ, तपाईँलाई चाहिँ आफूलाई एकदमै अप्ठ्यारो भएको महसुस गरिरहनु भएको छ, कामकाजहरू गर्न एकदमै गाह्रो भइरहेको छ, निन्द्रा बिग्रिरहेको छ, एकदमै आफूलाई हानि गर्ने सोचहरू आइरहेको छ भने तपाईँ साइकियाट्रिस्ट भाटामा आउन, मनोचिकित्सक भाटामा आउन डराउनै पर्दैन। तपाईँलाई मद्दत गर्नको लागि हामीहरू बसेको हो। हामी यो समाजमा भएका मानसिक समस्याहरूलाई चाहिँ समाधान गर्न र तपाईँहरूको मद्दतका लागि बसेको, तपाईँहरूको समस्याहरूलाई सहज गर्न बसेका सहजकर्ताहरू हौँ। त्यही भएर तपाईँले चाहिँ हामीसँग आउन डराउनु पर्दैन। हामी तपाईँहरूको कुरा सुन्छौँ, तपाईँहरूको यो समस्यालाई समाधान गर्ने प्रयास गर्छौँ र यो समस्याहरूबाट तपाईँहरू जुन हेल्प सिक गर्नुहुन्छ त्यसबाट जुन तपाईँहरूले हिलिङ गर्ने जुन एउटा तपाईँहरूको जर्नी छ त्यो जर्नीमा हामी तपाईँहरूको साथी बनेर तपाईँहरूसँग जान्छौँ। त्यसैले गर्दाखेरि तपाईँलाई गाह्रो भएको छ भने कृपया तपाईँ कहिले पनि त्यसरी पीडित भएर नबस्नुहोस्, गाह्रो भएर नबस्नुहोस्। तपाईँ जुनसुकै तपाईँलाई जो मनपर्छ, जुन मनोचिकित्सकसँग तपाईँलाई अलिकति भरोसा लाग्छ उहाँसँग गएर देखाउनुहोस्। तर तपाईँ पीडा खपेर चाहिँ नबस्नुहोस्। सो हाम्रो नेपालमा मैले पनि देखेको छु कि कसैले मानसिक रोगको औषधिहरू खाइरहनु भएको छ भने एक्लै लुकेर खाने अथवा हुन्छ नि मलाई मानसिक यो समस्या छ भनेर पनि खुलेर नभन्ने, एकदम हिचकिचाउने त्यस्तो खालको अवस्था हामीले देखेका छौँ। त्यसमा एकदम धेरै सोसल स्टिगमा उसलाई त ऊ त पागल भएछ अथवा यो भएछ त्यो भएछ भन्ने त्यो एउटा लेबलिङ गर्ने डरले पनि कतिचोटि आफ्नो रोग चाहिँ आफैले लुकाइरहेको हुन्छ। सो यसरी आफ्नो रोग आफैले लुकाउँदाखेरि अनि त्यो बिरामीमा चाहिँ कस्तो असर पर्छ त? त्यो बिरामीलाई चाहिँ अब यो भनेको हाम्रो एउटा अब हामीले यसमा एकदम कार्य गर्नुपर्ने कुरा छ, जुन कार्य भइ पनि रहेको छ, जुन स्टिग्माकै कुराहरू आयो होइन, जुन उहाँहरूलाई लान्छना लगाइन्छ, जुन रूपमा चाहिँ उहाँहरू अब समाजबाट नै अपमानित हुने तथा अरूहरूले स्वीकार नगर्ने हो कि समाज मात्र नभएर आफ्नै परिवारले पनि स्वीकार नगर्ने हो कि भनेर कतिजनाले आफ्नै परिवारलाई पनि भन्न सक्नुभएको छैन। यो चाहिँ एक किसिमको स्टिग्मा हो, जुन चाहिँ अब यो बाहिरी स्टिग्मा पनि हुन्छ, आफै भित्रको स्टिग्माहरू मलाई मेरो परिवारले के भन्ला, मैले चाहिँ अब यस्तो यो मलाई यो रोग लाग्छ भने चाहिँ मलाई काम गर्ने ठाउँमा काम नदेला भन्ने कुराहरू जुन छन् त्यसलाई चाहिँ कमी गर्नको लागि हामीले जनचेतना नै फैलाउने हो। यो भनेको चाहिँ मानसिक रोग लाग्नु भनेको तपाईँलाई एकदमै धेरै ठुलो एकदमै कहिले पनि उपचार नहुन सक्ने समस्या चाहिँ होइन। यो एकदमै कमन समस्या हो। यो 4 जना मध्ये 1 जनालाई हुन्छ भनेर जुन भन्नुभयो त्यो धेरै नै कमन हो। 4 जना मध्ये 1 जनालाई हुन्छ भने चाहिँ यो त हामी 4 जना बसेको छ भने 1 जनालाई त भइराकै छ त। त्यो हिसाबले चाहिँ एकदमै कमन कुरा हो। यो हुनु भनेको कुनै एक व्यक्तिको गल्ती होइन, कसैको कमजोरीका कारणले गर्दाखेरि होइन, एउटा रोग हो।
कसैलाई जस्तै प्रेसरको समस्या छ, प्रेसर बढ्ने समस्या छ भने हामीले त्यो मान्छेलाई लान्छना लगाउँदैनौँ, "ओ तेरो गल्तीले गर्दाखेरि तँलाई प्रेसर बढ्यो" भनेर त्यसरी भन्दैनौँ भने कुनै पनि मानसिक समस्या भएको मान्छेलाई पनि हामीले त्यसरी भन्नु हुँदैन। र यो कार्यको लागि चाहिँ हामीले जनचेतना फैलाउने कार्य नै गर्नुपर्छ। र जसरी यो हामीले अहिले पडकास्ट गरिरहेका छौँ, यसबाट पनि यो हामीले चाहिँ सचेत गराउन सक्यौँ भने यो स्टिग्मा आफै हटेर जान्छ र तब मात्रै अनि व्यक्तिले चाहिँ आफ्नो यो समस्या लुकाउँदैन। जब समस्या लुकाउँदैन तब मात्रै त्यो समस्याको समाधान हुन्छ, र जब समस्याको समाधान हुन्छ तब मात्रै त्यो व्यक्तिले चाहिँ आफ्नो पूर्ण रूपमा चाहिँ आफ्नो क्षमताहरूको चाहिँ प्रयोग गरेर आफ्नो जीवन सफल रूपमा चाहिँ बाँच्न सक्छ। त्यसैले गर्दाखेरि चाहिँ हामीले यसको लागि चाहिँ धेरै कार्यहरू गर्नुपर्नेछ। र यसको लागि हामीले आफ्नो वरिपरिका कसैलाई यदि थाहा पायौँ कि कसैलाई चाहिँ गाह्रो भइरहेको छ भने पनि हामीले चाहिँ उहाँलाई सहज रूपमा स्वीकारेर त्यसपछि चाहिँ कहाँबाट मद्दत पाइन्छ त, के छ त यसको उपचार विधिहरू भनेर उहाँहरूलाई भनिदिन सक्यो भने मात्र पनि धेरै मद्दत पुग्छ। जस्तै कति परिवारहरूमा यदि परिवारको कोही सदस्यलाई मानसिक रोग छ भने परिवारकै सदस्यहरूले पनि त्यो व्यक्तिलाई अवहेलना गर्ने, ए तिमी त कमजोर, तिम्रो आफ्नै सोचाइको कारणले हो, कति धेरै ओभर थिङ्किङ गरिरहेको भनेर त्यस्तो बिरामीलाई झन् धेरै रिभिक्टिमाइज गर्ने हाम्रो त्यस्तो चलन छ हाम्रो नेपालमा। तर एज अ परिवार यदि हाम्रो परिवारको सदस्यमा चाहिँ कुनै पनि मानसिक रोग अथवा समस्या छन् भने हामी कसरी सपोर्टिभ फ्यामिली बन्न सक्छौँ त? हो, अब यसको लागि पनि त्यो हामीले मानसिक रोग भनेको के हो, यो कसरी लाग्छ र यसको समाधान कसरी गर्न सकिन्छ भनेर बुझ्यौँ भने त हामीलाई त्यो व्यक्तिलाई सपोर्ट गर्न त केही गाह्रो नै छैन। किन भन्दाखेरि अब यो एक किसिमको समस्या हो जुन त्यो व्यक्तिको हातमा छैन, जुन त्यो व्यक्तिले कन्ट्रोल गर्न सक्ने होइन, उसले जानी बुझेर गरेको होइन, उसलाई चाहिँ गाह्रै भएको हो भनेर बुझ्न सक्यौँ भने अनि तब मात्रै चाहिँ हामीले चाहिँ ल उसकोलाई चाहिँ हामीले यो समाधान गर्ने उपायहरू यस्तो यस्तो छ भनेर बुझ्छौँ। यसको पनि समाधान भनेको सचेतना नै हो, अवेरनेस नै हो, र यसको बारेमा चाहिँ हामीले आफूलाई चाहिँ त्यसको बारेमा अवेर हुनु नै हो। अब हामीले जस्तै तपाईँलाई मानसिक रोग भनेको के हो, मानसिक स्वास्थ्य समस्या भनेको के हो भने थाहा पाउनुभयो भने तपाईँको परिवारमा कसैलाई समस्या छ भने तपाईँले खुलेर भन, यो भनेको यस्तो समस्या हो, यसको लागि उपचार यहाँ गर्न सकिन्छ भनेर भन्नुहुन्छ। तर अब परिवारमा नै त्यही किसिमका गलत धारणाहरू छन्, यसले जानी बुझेर गरेको हो, यति चाहिँ अब कुराले पनि यस्तो असर हुनुहुन्छ त, अनि यस्तो धेरै सोच्नुहुन्छ त, यसले आफै सोचेर भएको हो भन्ने जस्तो सोचाइ भयो भने त्यस्तो परिवारले चाहिँ जसलाई चाहिँ समस्या परेको छ उहाँहरूलाई सपोर्ट गर्न सक्नु हुँदैन। र इभन त्यो समस्यालाई इभन बढाउने एउटा कार्य पनि भइरहेको हुन्छ। किनभने तैँले नै गर्दाखेरि हो भनेपछि जसलाई गाह्रो भएको छ झन् मैले गर्दाखेरि चाहिँ मेरै दोष रहेछ भनेर उहाँहरूलाई त्यो देखाइँदाखेरि त उहाँहरूलाई कति पीडा हुन्छ। जस्तै कसैलाई खुट्टा भाँचिएको छ, हिँड त हिँड्न सक्छस् भनेर हिँड्न लाउँदाखेरि कति पीडा हुन्छ। त्यस्तै नै हो मानसिक समस्या भएको व्यक्तिहरूलाई चाहिँ तैँले बढी सोचेर हो, तैँले सबै काम राम्ररी गर्न सक्नुपर्छ, यो भनेको चाहिँ तैँले जानी बुझेर गरेको हो भन्दाखेरि त्यति नै पीडा हुन्छ उहाँहरूलाई, त्यो नदेखिने मात्रै हो होइन। त्यही भएर चाहिँ हामीले यसको बारेमा आफूलाई चाहिँ मानसिक स्वास्थ्यको बारेमा र मानसिक स्वास्थ्य समस्याहरूका बारेमा आफूलाई चाहिँ यसको बारेमा ज्ञानहरू प्राप्त गर्ने, यसको बारेमा चाहिँ सचेत हुने गऱ्यौँ भने अनि त्यस्तो परिवारले चाहिँ जहिले पनि जसलाई चाहिँ मानसिक स्वास्थ्य समस्या भएको हुन्छ उहाँहरूलाई चाहिँ एकदम सपोर्ट गर्न सक्नुहुन्छ। र त्यो सपोर्ट गर्ने फ्यामिली चाहिँ एकदमै फेरि प्रोटेक्टिभ फ्याक्टरको रूपमा पनि देखिरहनु भएको हुन्छ भने जसले सपोर्ट गर्दैन त्यस्तोहरू चाहिँ रिस्क फ्याक्टरको रूपमा देखिरहेका हुन्छन्। अब एउटा अध्ययनकै कुरा गर्ने हो भने अब यो स्किजोफ्रेनिया जुन समस्या छ त्यसमा चाहिँ पहिला एउटा अध्ययन हुँदाखेरि के भयो भन्दाखेरि कतिजना व्यक्तिहरू चाहिँ पहिला त इन्स्टिट्युसनलाइज गर्थ्यो नि त, एक ठाउँमा राख्थ्यो होइन, त्यसपछि चाहिँ घर पठाइसकेपछि कतिजनामा जुन समस्या थियो समस्या कम भएर घर पठाउँदाखेरि घर पठाएपछि झन् समस्या बल्झेको देखियो। त्यो स्टडी गर्दाखेरि के देख्यो भन्दाखेरि जुन ठाउँमा बल्झ्यो त्यो ठाउँका परिवारजनहरूले चाहिँ उहाँहरूलाई चाहिँ एकदम नराम्रो दृष्टिले हेर्ने, नराम्रो रूपमा भनिदिने, यो यसैले गर्दाखेरि यो जानी यसले दुःख दिइरहेछ भनेर भन्ने, त्यस्तो किसिमको भन्ने परिवारजनहरूमा चाहिँ उहाँहरूको समस्या बल्झ्यो जाने। अनि जुन परिवारले चाहिँ उहाँहरूको समस्या बुझ्यो, उहाँहरूलाई चाहिँ सपोर्ट गर्नुभयो, अनि त्यसपछि चाहिँ उहाँहरूलाई चाहिँ राम्रो दृष्टिले हेर्नुभयो, त्यस्तो परिवारहरूमा चाहिँ त्यो रोगीहरू चाहिँ झनै राम्रो हुँदै जानुभयो भनेपछि परिवारको पनि ठुलो रोल छ। त्यसैले गर्दाखेरि हामीले प्र्याक्टिसमा पनि यदि कोही एकजनालाई स्वास्थ्य समस्या भएर आउनु भएको छ, मानसिक स्वास्थ्य समस्या भएर आउनु भएको छ भने उहाँहरूको परिवार कस्तो छ पनि त्यो पनि हामीले एकदमै नजिकबाट निहाल्छौँ। र परिवारमा केही समस्या छ भने हामीले फ्यामिली थेरापीहरू, फ्यामिली इन्टरभेन्सनहरू भन्छौँ, तिनीहरू पनि गर्ने गरेका छौँ। किनभने त्यो नगरिकन चाहिँ एक्लो व्यक्तिलाई मात्रै हामीले उपचार गर्छौँ भनेर चाहिँ हुँदैन। यसमा चाहिँ समाज, परिवार धेरै कुराको रोल हुन्छ। किन भन्दाखेरि मानसिक स्वास्थ्य भनेको चाहिँ स्वास्थ्य समस्या भने एउटा मात्र कुराले आउँदैन, एकदम बहुआयामिक विषय हो। हामीले बायोसाइको सोसियल जुन भन्छौँ नि, जैविक होइन, त्यसपछि
मनोवैज्ञानिक र सामाजिक विभिन्न किसिमका चाहिँ फ्याक्टरहरूले रोल खेलेका हुन्छन्। त्यही भएर त्यो सबै कुराहरूमा चाहिँ हामीले चाहिँ सक्दो हिसाबमा कार्य गर्छौँ। यो साइकोसोसियल काउन्सिलिङ अथवा थेरापी भन्ने कुरा नेपालमा भर्खरै परिचालित हुँदैछ। सो यो साइकाट्रिस्टलाई देखाउनु अथवा मेडिसिन खानु र यो थेरापी लिनुमा चाहिँ के फरक छ कि छैन, अथवा थेरापी नलिए पनि हुन्छ कि यो दुवै अगाडि सँगसँगै लान चाहिँ जरुरी छ? ओके, सो अब यसमा चाहिँ अब धेरैजना प्रोफेसनल्सहरूको डिफ्रेन्ट ओपिनियन्सहरू मैले देखेको छु। तर हामीले चाहिँ होलिस्टिक रूपमा पुरै हेर्दाखेरि चाहिँ दुवै एकदमै जरुरी कुरा हो। जस्तै कस्तो छ भन्दाखेरि कसैलाई कुनै समस्या छ तर त्यसमा चाहिँ औषधि नै खानुपर्ने अवस्था छैन भने त्यस्तो बेलामा चाहिँ साइकोसोसियल काउन्सिलिङ अनि त्यसपछि थेरापीहरूबाट नै उहाँहरूलाई चाहिँ सहज हुन्छ भने त्यस्तो बेलामा हामीले थेरापीहरू नै गर्नुहोस् पनि भनेर भनिरहेका हुन्छौँ। यो एउटा मात्रै करेक्ट भन्ने हुँदैन। अब साइकाट्रिस्टहरूले चाहिँ थेरापी नै नगर्ने भन्ने त होइन, साइकाट्रिस्टहरूले पनि काउन्सिलिङ नै नगर्ने भन्ने त होइन। काउन्सिलिङ पनि साइकाट्रीको एउटा पार्ट हो। साइकाट्रिस्ट र साइकोलोजिस्ट या काउन्सिलर्सहरू भनेको हामी एउटै टिम हौँ। हामीले त्यो टिममा सबैजनाको त्यो टिममा बसेर कार्य गर्ने हो। त्यसमा चाहिँ कसैलाई औषधिको जरुरत छ भने काउन्सिलिङै नगर्ने भन्ने त होइन। अब एकदमै अप्ठ्यारो अवस्था छ, उहाँ चाहिँ काउन्सिलिङ गर्न नसक्ने छ, थेरापी नै गर्न नसक्ने स्थितिमा हुनुहुन्छ भने हामीले त्यो बेलामा औषधि मात्रै दिन्छौँ भने त्यो औषधि खाएर केही सुधार भइसकेपछि चाहिँ हामीले उहाँलाई औषधिका साथसाथै थेरापी पनि गराउँछौँ। त्यो दुइटै एकदमै महत्त्वपूर्ण कुराहरू हुन्। कुनै अवस्थामा औषधि नै नचाहिने जस्तो अवस्था छ भने थेरापी मात्रै गराउनु पनि भन्छौँ। तर त्यो अवस्था हेरेर हामीले गर्ने उपचार विधिहरूमध्येकै उपचारहरू हुन्। औषधि भनेको फरक र थेरापी भनेको फरक भन्दा पनि यो चाहिँ उपचारकै विभिन्न विधिहरूमध्येका विभिन्न विधिहरू हुन् जसमा औषधि एउटा पर्छ, थेरापी एउटा पर्छ र एउटालाई मात्र लिएर जान्छु भनेर चाहिँ हामीले हुँदैन। जस्तै धेरैजना थेरापिस्टहरूले पनि कुनै जटिल किसिमको समस्या छ भने तपाईँले औषधि खाइदिनुपर्छ भनेर उहाँहरूले बुझाउनुहुन्छ। साइकाट्रिस्टहरूले औषधिको साथसाथ तपाईँलाई थेरापी पनि चाहिन्छ भनेर उहाँहरूले त्यसरी पठाउनुहुन्छ। यसरी कार्य गऱ्यो भने मात्रै हामीले चाहिँ एकदम होलिस्टिक रूपमा चाहिँ ट्रिटमेन्ट गर्न सक्छौँ, म्यानेजमेन्ट गर्न सक्छौँ। जुन यो औषधि मात्रै हो र थेरापी मात्रै हो भन्ने कुरा चाहिँ यो चाहिँ गलत हो। हामीले दुइटैलाई सबैलाई चाहिँ अगाडि बढाउनुपर्छ। अझ सक्यौँ भने सोसियल वर्करहरूलाई राखेर त्यो समाजमा अब कस्ता किसिमका समस्याहरू छन् त्यसलाई चाहिँ कसरी समाधान गर्ने जस्ता कुराहरू सबै कुराहरू बायो साइकोसोसियल तिनटै कुराहरूलाई लिएर हामी अगाडि बढ्यौँ भने बल्ल यो समस्याको समाधान हुन्छ। नत्र भने त हामीले अब औषधिबाट गर्ने भनेको त जैविक कुरालाई मात्र परिवर्तन गर्न खोजिरहेछौँ। साइकोसोसियल काउन्सिलिङ, साइकोथेरापीहरूबाट त्यो साइकोलोजिकल एस्पेक्टलाई पनि हेरिरहेका छौँ भने सोसियल वर्करहरूद्वारा हामीले त्यो समाजको एस्पेक्टलाई पनि हेऱ्यौँ भने बल्ल हामीले टोटल म्यानेजमेन्ट गर्न सक्छौँ। ओके, हामी नेपालीले चाहिँ अहिलेसम्म धेरै कुराहरू भोगेर आएको छौँ नि त। द्वन्द्वकाल, हाम्रो कोभिड-19, 2072 सालको भूकम्प है, अनि राजनैतिक अस्थिरता त कति हो कति है, अनि भर्खरै पनि जेन्जी प्रोटेस्ट आन्दोलन हामीले देखेका छौँ, प्लस यो इलेक्सन, यी सबै घटनाक्रमहरूले चाहिँ हामी नेपालीको मानसिक स्वास्थ्यमा चाहिँ कस्तो प्रभाव पारिरहेको छ त? हो, एकदमै राम्रो कुरा उठाउनु भयो। अब यसमा चाहिँ हाम्रो नेपाल भनेको एक त प्राकृतिक रूपमा पनि अलिकति जोखिमपूर्ण ठाउँमै छ। अब भूकम्पको लागि पनि जोखिम हुने ठाउँ भयो। त्यसमाथि अब तपाईँले भन्नुभएको जस्तै धेरै यो राजनैतिक अस्थिरताहरू, यो धेरै यो हिंसाका घटनाहरूदेखि लिएर विभिन्न कुराहरू हुँदै आएका छन्। त्यसले गर्दाखेरि चाहिँ यो अलि रिस्क फ्याक्टर चाहिँ बढ्ने हुन्छ। मानसिक स्वास्थ्य समस्या उब्जिनमा चाहिँ रिस्क फ्याक्टर बढ्ने हुन्छ। किनभने कतिवटा चाहिँ यो तनावसँग सम्बन्धितै मानसिक स्वास्थ्य समस्याहरू, स्ट्रेस रिलेटेड कन्डिसन्स भन्छौँ होइन, यो एक्युट स्ट्रेस रियाक्सन्सहरू, पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर्सहरू, एडजस्टमेन्ट डिसअर्डर्सहरू पनि हुन्छ। त्यो सँगसँगै तनावले चाहिँ अब जुन नयाँ किसिमका समस्याहरू उब्जाउनेको रूपमा चाहिँ एउटा हामीले प्रेसिपिटेटिङ फ्याक्टर भन्छौँ। त्यो तनावपूर्ण स्थिति भइसकेपछि चाहिँ उहाँहरूलाई फेरि यो एङ्जाइटी डिसअर्डर्सहरू देखिने, डिप्रेसिभ डिसअर्डर्सहरू देखिने, त्यस्तो कुराहरू चाहिँ भइरहेकै हुन्छन्। सो यसले चाहिँ त्यसरी पनि रोल खेलिरहेको हुन्छ। एउटा चाहिँ तनावैले गर्दाखेरि उब्जाउने मानसिक स्वास्थ्य समस्याहरू लिएर आइदिन्छ। अर्को भनेको चाहिँ अन्य स्वास्थ्य समस्याहरू पनि यसले गर्दाखेरि चाहिँ ठ्याक्क त्यही समयपछि चाहिँ उहाँहरूले त्यो समस्या देखिने हुन्छ। त्यो पनि भइरहेको हुन्छ। त्यसले गर्दाखेरि नेपालीहरूमा अलिकति रिस्क फ्याक्टर बढ्ने चाहिँ यो कारणहरूले गर्दाखेरि भएको हुन्छ। अर्को भनेको चाहिँ अब यो हाम्रो जुन सामाजिक स्थिति जुन छ त्यसको पनि मानसिक स्वास्थ्यमा चाहिँ ठुलो रोल हुन्छ भनेर अध्ययनहरूले देखाएका छन्। जुन ठाउँमा चाहिँ आर्थिक सामाजिक समस्याहरू भइरहेका हुन्छन् त्यो ठाउँमा चाहिँ अलिकति मानसिक स्वास्थ्य समस्याहरू बढी देखिने चाहिँ अध्ययनहरूले देखाएको छ। अनि जब जब हामीले आर्थिक यो सामाजिक रूपमा चाहिँ रूपान्तरण गर्दै त्यो विकास हुन्छ तब त्यो बेलामा त्यस्तो ठाउँहरूमा चाहिँ यो मानसिक समस्याहरू कमी भएको पनि देखिएको छ। किन भन्दाखेरि तनावपूर्ण स्थितिबाट नै त गाह्रो हुन्छ। तपाईँलाई
राम्रो एजुकेसन प्राप्त छैन, तपाईँले राम्ररी खानै पाइरहनु भएको छैन भने त्यही नै एकदम तनावपूर्ण स्थिति हुन्छ। त्यस्तो बेला मानसिक रूपमा पूर्ण रूपमा स्वस्थ हुन्छु भनेर त कोही पनि भन्न सक्दैन। त्यही हिसाबले चाहिँ हाम्रो देशमा चाहिँ यो मानसिक स्वास्थ्य समस्याहरू उब्जिनमा धेरै किसिमका रिस्क फ्याक्टर्सहरू पनि छन्। तर त्यो भन्दैमा चाहिँ अब हामीले यो रिस्क फ्याक्टर्सहरूलाई कमी गर्ने प्रयास चाहिँ गर्नुपर्छ। त्यो साथसाथै हामीसँग कति धेरै प्रोडक्टिभ फ्याक्टर्सहरू पनि छन्। जस्तै हामी एउटा समाजको रूपमा एउटा जुन एकत्रित भएर बस्न सक्ने, एकता भएर बस्न सक्ने जुन हाम्रो जुन क्यापासिटी छ, अब जुन हामीले जुन रेजिलियन्स भन्छौँ, जुन भनेको चाहिँ आफ्नो गाह्रोबाट चाहिँ उब्रेर आउने एउटा क्षमता हुन्छ, त्यो चाहिँ हामीहरूमा छन चाहिँ छ, नेपालीहरूमा अलिक बढी नै छ। अनि यो कम्युनिटीको रूपमा बस्ने, एकअर्कालाई सहयोग गर्ने भावनाहरू, आध्यात्मिक रूपमा चाहिँ एकदमै ग्राउन्डेड भएर बस्ने जुन हाम्रो क्वालिटी छ, त्यसले गर्दाखेरि पनि त्यो प्रोडक्टिभ फ्याक्टर्सहरू चाहिँ छन्। तर प्रोडक्टिभ फ्याक्टर्स छन् भन्दैमा हामीले रिस्क फ्याक्टर्सलाई कमै गर्न नसक्ने त होइन। हामीले पोलिटिकल इन्स्टेबिलिटीलाई चाहिँ स्थिरतामा ल्याउन सक्यौँ भने, हामीले चाहिँ हाम्रो आर्थिक स्थितिलाई सुधार गर्न सक्यौँ भने अवश्य नै यो अब जुन अब प्राकृतिक कुराहरूमा पनि अब हामीले कति कुराहरूले गर्दाखेरि प्राकृतिक समस्याहरूलाई पनि न्यूनीकरण गर्न सक्यौँ भने चाहिँ नेपालीहरूको स्वास्थ्य समस्यामा चाहिँ धेरै कमी नै आउने देखिन्छ। तपाईँलाई मैले मेरै प्र्याक्टिसको कुरा गरौँ भने पनि यो जेनजी प्रोटेस्ट पछि चाहिँ धेरैजना मेरो अलरेडी अब औषधि खाइरहनु भएकै व्यक्तिहरूमा पनि समस्या बल्झेर आउनुभयो कि, किनभने त्यो तनावले गर्दाखेरि बल्झाइदिने हुन्छ कि। त्यो भएर चाहिँ हामीले चाहिँ यस्तो यस्तो कुराहरू कमी गरेनौँ भने यो मेन्टल डिसअर्डर्सहरूको लोड चाहिँ हामीलाई बढ्ने हुन्छ। तर त्यसलाई कमी गर्दै गयौँ भने चाहिँ अवश्य पनि हामी चाहिँ मेन्टली स्ट्रङ हुने, मानसिक रूपमा चाहिँ एकदमै सबल हुने चाहिँ चान्सेसहरू बढ्छ। जस्तै हाम्रो यो नेपालमा चाहिँ जस्तै मानसिक समस्या भयो भने हामी पुरै हस्पिटलाइजडै हुनुपर्छ अथवा अस्पतालमा नै बस्नुपर्छ भन्ने पनि कति धेरै गलत धारणाहरू छ नि। अनि कस्तो केसेसहरूमा चाहिँ हस्पिटलाइजडै हुनुपर्छ अनि कस्तो केसेसहरूमा चाहिँ हामी घरमै बसेर पनि औषधि उपचारहरू गर्न सक्छौँ त? सो हाम्रो चाहिँ अस्पतालै बस्नुपर्ने स्थितिहरू भनेका विभिन्न किसिमका स्थितिहरूमा हुन्छन्। जस्तै कुनै बेलामा मान्छेको व्यावहारिक समस्या यति धेरै छ कि ऊ घरमा बस्नै सक्दैन। जस्तै अब उसलाई एक ठाउँमा बस्नै गाह्रो भइरहेको छ, उसलाई बाँधेर राख्नुपर्ने जस्तो स्थितिहरू आइरहेको छ। जबकि सबै मानसिक रूपमा त्यस्तो हुन्छ भने छैन। विभिन्न किसिमका समस्याहरूमा, जटिल किसिमका रोगहरूमा या चाहिँ यो लागु औषध सम्बन्धी समस्याहरूमा पनि कुनै कुनै बेलामा त्यस्तो समस्याहरू आइपर्ने हुन्छ। त्यो हुँदाखेरि तपाईँले घरमै राख्न नसक्ने स्थितिहरू भयो, उहाँलाई कन्ट्रोल गर्नै गाह्रो भयो भने त्यस्तो बेलामा एडमिसन गर्ने हो। अर्को भनेको चाहिँ उहाँले चाहिँ आफूले हानि एकदमै गर्ने प्रयासहरू गरिरहनु भएको छ, उहाँलाई आत्महानिको एकदम धेरै सोचहरू आइरहेको छ र त्यसरी प्रयासै गरिसक्नु भएको छ भने उहाँको जीवन रक्षाको लागि पनि हामीले हस्पिटलाइज गर्नुपर्छ। अर्को भनेको आफूले साथसाथै अरूलाई पनि हानि गर्ने सोच विचारहरू एकदमै धेरै आइरहेको छ भने त्यस्तो बेलामा पनि हामीले हस्पिटलाइज गर्छौँ। अब अर्को भनेको चाहिँ अब त्यही व्यावहारिक समस्याहरूकै कुराहरू भयो। अनि अरू भनेको शारीरिक रूपमा एकदमै अरू अन्य समस्याहरू छन् जसलाई चाहिँ त्यो समस्याहरूलाई पनि ट्रिट गर्नुपर्ने भएको छ र उहाँको जीवनलाई नै रक्षा गर्नको लागि पनि अस्पतालमै भर्ना गर्नुपर्छ। शारीरिक रोगहरूका कारणले गर्दा छ भने त्यो पनि हामीले चाहिँ अस्पतालमा भर्ना गर्छौँ। अनि यो भनेको चाहिँ एकदमै पुरै मानसिक स्वास्थ्य समस्याहरूमध्ये एकदम कम प्रतिशतहरू मात्रै हामीले त्यसरी हस्पिटलाइज गर्छौँ। धेरै जसो समस्याहरू चाहिँ घरमा बसेर औषधि खाएर नै हामीले चाहिँ ओपिडी बेसिसबाट नै धेरैजनालाई ट्रिट गरिरहेका हुन्छौँ। त्यसैले गर्दाखेरि मानसिक स्वास्थ्य समस्या आउने बित्तिकै हस्पिटलाइजै हुनुपर्ने या चाहिँ मानसिक स्वास्थ्य समस्या आउने बित्तिकै त्यो मान्छे चाहिँ हिंस्रकै हुन्छ भन्नु पनि त्यो भनेको गलत धारणा हो। यो पनि एउटा गलत धारणा हो। कुनै कुनै समस्यामा कहिलेकाहीँ चाहिँ त्यस्तो अवस्था आइपर्यो भने हामीले चाहिँ हस्पिटलाइज गर्छौँ। जुन मैले अहिले तपाईँलाई पनि भने त्यस्तो त्यस्तो केसमा हस्पिटलाइज गर्छौँ। नत्र भने चाहिँ धेरै जसो समस्यालाई हामीले ओपिडी बेसिसमै हामीले फलोअप बोलाउँदै उहाँहरूलाई औषधि दिँदै ट्रिट गरिरहेका हुन्छौँ। यो सामान्य मानसिक समस्याहरूको औषधि उपचार चाहिँ कतिको खर्चिलो हुन्छ? किनभने हाम्रो देशमा धेरै गरिबी छ, कतिजना त्यो औषधिहरूको लागि अफोर्ड गर्न पनि नसक्ने स्थिति हुनसक्छ। सो हजुरले यहाँको एक्सपिरियन्स अनुसार चाहिँ कतिको खर्चिलो हुन्छ? अब यसमा चाहिँ कस्तो छ भन्दाखेरि हाम्रो मानसिक स्वास्थ्य सम्बन्धित विभिन्न किसिमका औषधिहरू चाहिँ हाम्रो इसेन्सियल ड्रग लिस्ट भन्ने जुन हुन्छ सरकारले नै प्रोभाइड गर्ने लिस्टहरूमा पनि छन्। त्यस्तोमा चाहिँ अब 11वटा औषधिहरू छन्। अनि त्यो औषधिहरू चाहिँ सरकारले नै यो निःशुल्क रूपमा प्रदान गरिरहेका छन्। त्यही भएर अब धेरैजनाहरूलाई त्यस्तै अब एकदम अवस्थाहरू अप्ठ्यारो छ भने हामीले जुन औषधिहरू निःशुल्क रूपमा प्राप्त छन् त्यो औषधिहरू पनि प्रेस्क्राइब गरिरहेका हुन्छौँ हामीले। त्यो हिसाबमा त्यो छ। अब अरू कसैले त्यहाँ नभएको औषधिहरू प्रेस्क्राइब गर्नु पर्यो भने पनि अब लामो समयसम्म खानुपर्ने हो। तर जति चाहिँ अप्ठ्यारो या चाहिँ जति आर्थिक भार त्यो उपचार नगरिकन उहाँहरूलाई हुन्छ त्योभन्दा आर्थिक भार चाहिँ कमै हुन्छ। किन भन्दाखेरि हामीले उपचार गरेनौँ भने उहाँले आफ्नो क्षमता अनुसारको कार्य गर्न सक्नु हुँदैन, उहाँले आर्थिक गतिविधिहरू गर्न सक्नु हुँदैन, उहाँले आफूले कमाएर जुन उहाँले गर्नुहुन्थ्यो होला त्यो कमाउने क्षमता उहाँको कमी हुन्छ नि त। उहाँले
राम्ररी ट्रिटमेन्ट पाउनु भएन भने त अब तनावले गर्दाखेरि कामै गर्न सक्नु भएको छैन भने त त्यसको आर्थिक भार त बढी नै हुने भयो नि होइन। तर हामीले उहाँलाई ट्रिट गऱ्यौँ, औषधि उपचारहरू चलायौँ भने त्यसको त आर्थिक भार कम हुने भयो। अब आर्थिक भारै नहुने भने त होइन, तर त्यस्तो धेरै महँगो पनि छैन, त्यस्तो धेरै महँगो चाहिँ छैन। उहाँ औषधिहरू निःशुल्क औषधिहरू पनि अभाइलेबल छन् र अन्य औषधिहरू पनि एकदमै महँगो हुने चाहिँ छैन, त्यति धेरै आर्थिक भार हुने चाहिँ छैन। र कसैलाई त्यसरी आर्थिक भार भइरहेको छ भने हामीले त्यो निःशुल्क हुने र कतिवटा चाहिँ त्यो हेल्प हुने संस्थाहरूदेखि लिएर विभिन्न किसिमका संस्थाहरू छन्, त्यहाँसँग चाहिँ उहाँहरूलाई हामीले जोइन गराएर त्यसपछि उहाँहरूलाई हेल्प गर्ने पनि गरेका छौँ। यदि लामो समयसम्म मानसिक रोग छ तर त्यसको उपचार गरिएन भने त्यसले ओभर द टाइम इन्टेलेक्चुअल डिसेबिलिटी अथवा बौद्धिक अपाङ्गता ल्याउने त्यसको जोखिम कतिको छ? ओके, यो बौद्धिक अपाङ्गता भनेको चाहिँ अब यो कस्तो कुरा हो भन्दाखेरि हामीले बौद्धिक अपाङ्गता नै भनेर त्यसकै डेफिनेसनै हेर्ने हो भने चाहिँ त्यो भनेको चाहिँ सानै उमेरबाट नै हाम्रो यो दिमागको जुन बौद्धिक क्षमता वृद्धि हुनुपर्ने हो त्यो बौद्धिक क्षमता वृद्धि नभएर आफ्नो दिनानुदिन कार्यहरू गर्नमा जुन उहाँको उमेर अनुसार जुन गर्नुपर्ने हो त्यो नहुँदाखेरि त्यसलाई चाहिँ बौद्धिक अपाङ्गता भनेर भन्छौँ। त्यसमा चाहिँ आइक्यूका कुराहरू पनि आउँछन्, विभिन्न कुराहरू आउँछन्। तर मानसिक रोग लागेको मान्छेमा बौद्धिक अपाङ्गता हुने भनेर चाहिँ रोगैका कारणले गर्दाखेरि पछि गएर बौद्धिक अपाङ्गता हुने भनेको चाहिँ त्यस्तो चाहिँ हुँदैन। अब कुनै कुनै कन्डिसन्सहरू जस्तै स्किजोफ्रेनियामै चाहिँ लामो समयसम्म भइरहेको छ भने केही प्रतिशतहरूमा, त्यसमा पनि सबैमा म भन्दिनँ, केही प्रतिशतहरूमा चाहिँ पछि गएर यो कग्निटिभ डिक्लाइन भन्छ हामीले, त्यसले गर्दाखेरि चाहिँ यो बौद्धिक क्षमतामा केही कमी भन्ने हो। तर त्यो जुन हामीले इन्टेलेक्चुअल डिसेबिलिटी भन्छौँ त्यो र त्यो कन्डिसन चाहिँ एकदम फरक कन्डिसन्सहरू हुन्। इन्टेलेक्चुअल डिसेबिलिटी भनेको सानै उमेरदेखि हुन्छ, त्यसमा चाहिँ विभिन्न डोमेन्सहरू हुन्छ जसमा चाहिँ असर परेको हुन्छ भने मानसिक रोग लागिसकेपछि जसमा चाहिँ अब मेन चाहिँ स्किजोफ्रेनियाहरूमा र कसैलाई चाहिँ अब यो औषधिहरू खाइरहेको कारणले पनि केही प्रतिशतमा चाहिँ हुनसक्छ। तर त्यसैले गर्दाखेरि बौद्धिक क्षमतामा कमी हुने भने चाहिँ होइन। हामी त झन् अब मानसिक रोग लागेका मानिसहरूले पनि अन्य व्यक्तिहरू सरह नै कामकाजहरू गर्न सक्नुहुन्छ, त्यही अनुसार उहाँहरूले प्रोडक्टिभ कामहरू गर्न सक्नुहुन्छ भनेर भनेका छौँ भने मोस्ट अफ द मेन्टल इलनेसेसहरूमा धेरै जस्ता मेन्टल इलनेसेस मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरूमा चाहिँ यो बौद्धिक क्षमतामा एकदम असर पर्ने भन्ने चाहिँ चाहिँ हुँदैन। उहाँहरूले मजाले कार्य गर्न सक्नुहुन्छ, मजाले समाज तथा यो आर्थिक रूपमा चाहिँ देशको भार उठाउन सक्ने हुनुहुन्छ। उहाँले चाहिँ राम्ररी ट्रिटमेन्ट गर्नुभयो भने मजाले आफ्नो काम गर्न सक्ने अवस्थामा पुग्न सक्नुहुन्छ। सो आजको हाम्रो द माइन्डको यो पहिलो एपिसोड हेरिरहनु भएको दर्शक यदि मानसिक रूपमा चाहिँ एकदमै स्वस्थ हुन चाहनुहुन्छ भने उहाँले एकदमै दैनिक जीवनमा अपनाउन सक्ने एकदमै सरल उपायहरू चाहिँ के हुन् त? अब मानसिक रूपमा स्वस्थ हुनलाई चाहिँ हामीले शरीरलाई पनि एकदमै ध्यान दिनुपर्छ। जस्तै हाम्रो जीवनशैली जुन छ स्वस्थ जीवनशैली अपनाउने, त्यसमा चाहिँ हामीले न्युट्रिसियस फुड भन्छौँ, पौष्टिक आहार खानु पर्यो, निद्रा समयमा सुत्ने समयमा उठ्ने एउटा राम्रो निद्रा हुनु पर्यो। त्यसपछि चाहिँ व्यायाम, शारीरिक व्यायामहरू एकदमै हुनु पर्यो। अनि त्यो एउटा राम्रो जीवनशैली एउटा अपनाउन सक्नु पर्यो, त्यो एउटा भयो। अर्को भनेको चाहिँ कनेक्सन, हामीले आफ्नो आफन्तजनहरू, आफ्नो मन मिल्ने साथीहरूसँग चाहिँ समय समयमा कनेक्ट हुने, उहाँहरूसँग कुराकानीहरू गर्ने, आफूलाई गाह्रो भएका कुराहरू उहाँहरूलाई चाहिँ भन्ने, त्यो चाहिँ गर्नुपर्छ। अर्को भनेको विभिन्न कुनै पनि किसिमको चाहिँ हामीलाई समस्या आयो भने त्यो समस्या समाधान गर्ने बाटोतिर लाग्नु पर्यो। जस्तै त्यसमा चाहिँ अब के कारणले त्यो समस्या आएको, त्यसलाई समाधान कसरी गर्न सकिन्छ भनेर त्यो उपायहरू खोज्ने, त्यसपछि चाहिँ आफ्नो परिवारजनको मद्दत लिने होइन, त्यो कुराहरू गर्न सकिन्छ। अर्को भनेको विभिन्न किसिमका रिल्याक्सेसन एक्सर्साइजेसहरू हुन्छन्, त्यो कुराहरू गर्न सकियो। अर्को भनेको चाहिँ अब यो एकदम पोजिटिभ वेमा हेर्ने, कुनै पनि समस्यालाई पोजिटिभ रूपमा हेर्न सक्यो भने पनि त्यसले चाहिँ तपाईँमा हुने विभिन्न किसिमका यो अप्ठ्याराहरूलाई चाहिँ कमी नै गराइदिन्छ। कुनै पनि बेलामा हामीले ओहो एकदमै नराम्रो हुन्छ भनेर सोच्दाखेरि हाम्रो मनको स्थिति कस्तो हुन्छ र त्यसैलाई नै एकछिन स्टप गरेर होइन राम्रो पनि त हुनसक्छ नि त, यो हुँदाखेरि यस्तो राम्रो कुराहरू भएको थियो, यो हुँदाखेरि यस्तो राम्रो कुराहरू हुनसक्छ भनेर सोच्ने बित्तिकै हाम्रो मनको अवस्था जुन हुन्छ त्यसमा चाहिँ धेरै फरक परिसकेको हुन्छ। त्यो भएर हामीले पोजिटिभली सोच्ने, कति कुराहरूमा चाहिँ पोजिटिभली पनि हेर्ने, त्यो पनि गर्न सक्नुपर्छ। त्योहरू गर्दाखेरि हुन्छ। अब जुन रिल्याक्सेसन एक्सर्साइजहरू नै भयो, त्यसमा अब डिप ब्रिदिङहरूका कुराहरू आए, जुनमा चाहिँ अब इभन हाम्रो आफ्नै यो आध्यात्मिकतामासँग जोडिएका कुराहरू पनि छन्, जुन प्राणायामहरू भन्छौँ तिनीहरू नै पनि छ। सो त्योहरू गरेर या चाहिँ आफूलाई कसरी के सोच आइरहेछ मलाई भन्ने कुरा, त्यसको बारेमा मात्रै हामी सचेत मात्रै हुन सक्यौँ भने पनि त्यसले धेरै कुरामा चाहिँ हामीलाई मद्दत गरिरहेको हुन्छ। सो यदि आज हामीलाई हेरेर बसिरहनुभएका हाम्रो दर्शकहरूलाई चाहिँ मानसिक रूपमा स्वस्थ हुनु छ भने तपाईँहरू दिन प्रतिदिन आफ्नो
शारीरिक स्वास्थ्यको ख्याल गर्नुहोस्, स्वस्थ जीवनशैली अपनाउनुहोस्। आफूलाई कुनै पनि बेलामा अप्ठ्यारो परेको छ भने त्यो अप्ठ्यारो पर्दाखेरि मद्दत माग्ने बानी बसाल्नुहोस्। आफ्नो वरिपरि एउटा आफ्नो क्लोज सर्कल एउटा राख्नुहोस्, जोसँग चाहिँ तपाईँले आफ्नो मनका कुराहरू भन्न सक्नुहुन्छ। र तपाईँको कोही पनि क्लोज सर्कल छैन भने प्लिज हामीसँग आउनुहोस्, हामी तपाईँको कुराहरू सुनिदिन्छौँ। साइकाट्रिस्ट, साइकोलोजिस्ट, काउन्सिलर्सहरूबाट जानु, हामी तपाईँको कुराहरू सुनिदिन्छौँ। त्यो कुराहरू गर्नुहोस् र रिल्याक्सेसन एक्सर्साइज, डिप ब्रिदिङहरू तिनीहरू गर्नुहोस्। कुनै कुनै कुराहरू पोजिटिभली सोच्ने गर्नुहोस्। त्यो गऱ्यो भने तपाईँले धेरै डिफ्रेन्सेसहरू पाउनुहुन्छ। सो वी हेभ कम टु द एन्ड अफ टुडेज एपिसोड। अनि थ्याङ्क यू सो मच यहाँले आफ्नो बहुमूल्य समय, यति धेरै महत्त्वपूर्ण अनुभव अनि ज्ञान अनि एकदमै राम्रा विचारहरू हाम्रो माझमा सेयर गर्नुभएको छ। अनि यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ एकदमै धेरै इन्साइट्स मिलेको छ। थ्याङ्क यू सो मच यहाँ आइदिनु भयो र हाम्रो द माइन्डको पहिलो गेस्टको रूपमा अनि हामी सबैजनालाई धेरै कुराहरू सिकाउनु भयो। त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। थ्याङ्क यू सो मच। मलाई पनि यहाँ बोलाइदिनु भयो द माइन्डको फर्स्ट एपिसोडमा। र यो मेन्टल हेल्थ जुन चाहिँ एकदमै धेरै स्पटलाइटमा परेको कुरा होइन, जसले गर्दाखेरि तर धेरैजना चाहिँ एकदमै सफर गरिरहनु भएको, धेरैजना पीडित भइरहनु भएको विषय हो। त्यो विषयलाई लिएर चाहिँ आफ्नो कुराहरू यहाँ राख्न पाउँदा म धेरै नै खुसी पनि छु र म आफूलाई लकी पनि सोच्दछु। यहाँ आज मैले भनेका कुराहरूबाट यदि कोही एकजना व्यक्तिलाई पनि आफ्नो मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरूबाट केही न केही त्यो समस्या समाधान गर्ने इन्करेजमेन्ट मिल्छ भने आजको यो एपिसोडलाई म सक्सेसफुल मान्नेछु। धेरै धेरै धन्यवाद। यदि तपाईँ कुनै पनि मानसिक स्वास्थ्य सम्बन्धी सङ्घर्ष गर्दै हुनुहुन्छ भने आई जस्ट वान्ट टु लेट यु नो द्याट यु आर नट अलोन। तपाईँ एक्लो हुनुहुन्न र सहायता खोज्नु चाहिँ कमजोरी होइन। यु क्यान अलवेज सिक फर हेल्प। यदि मानसिक स्वास्थ्य सम्बन्धी तपाईँको केही प्रश्नहरू छन्, केही जिज्ञासाहरू छन् अथवा केही समस्या छन् भने पनि तल देखाइएको एड्रेसमा इमेल गर्न सक्नुहुन्छ या त हाम्रो कमेन्ट सेक्सनमा पनि कमेन्ट्स लेख्न सक्नुहुन्छ। हामी तपाईँको प्रश्नहरू, जिज्ञासाहरू र समस्याहरूलाई सकभर उत्तर दिने प्रयास गर्नेछौँ। सो थ्याङ्क यू सो मच फर वाचिङ। दिस इज द माइन्ड पडकास्ट एन्ड आई एम योर होस्ट सुषमा रसाइली। जय देश, जय नेपाल।